हेलो गाइज, फेरि पनि म नयाँ भिडियो लिएर आइसकेको छु हजुरहरूको माझ। आज चाहिँ पहेँलो बस छ। हिजो चाहिँ रातो बस थियो भने आज पहेँलो बस छ है। यो पहेँलो बस चलाउँदैछु। कहाँसम्म पुग्छ गन्तव्य तपाईँहरू हेर्दै जानुहोस् है। एकदम राम्रो छ, ठाउँ पनि एकदम हरियाली है। के भन्छ त्यो बडी मालिका जस्तो ठाउँ छ हैन। एकदम रमाइलो ढुङ्गाहरू पनि छ, हेर्नुहोस् बब्बाल छ के। गाडी कति स्पिड चलाउँछु त्यो हेर्नु होला है त। एकदमै स्पिड चलाउँछु मैले। यस्तो साँच्चै बस चलाउन सकिँदैन होला सायद है। यो त ग्यामिङ हो, ग्याममा चाहिँ एकदम स्पिड चलाउन सकिन्छ है। तर जानेन भने डाँडाबाट तल पुग्छ कि गाडी। फेरि गाडी चलाउन जानेन भने एक्सिडेन्ट पनि हुन्छ अनि डाँडाबाट तल पनि खस्छ क्या गाडी। हेर्नुहोस् ठाउँ कस्तो रमाइलो छ है। एकदम बब्बाल छ क्या ठाउँ चाहिँ। रोड पनि कस्तो छ रोड, गाइस हेर्दै गर्नुहोस् है। एकदमै राम्रो छ है। अब चाहिँ यो बसको अगाडिको टाउको मात्र देखाएको छु मैले। बाँकी तपाईँहरूलाई यो सिन देखाउँ भनेर के। अगाडिको सिन हेर्नु न कस्तो बब्बाल छ कि। एकदम पहाड टाइप पनि छैन है, तराई जस्तो पनि छैन। एकदम बडी मालिकाको चौड जस्तो छ कि। एकदम बब्बाल छ है। रमाइलो छ जियोस् ठाउँ चाहिँ। तपाईँहरू हेर्दै गर्नुहोस्। टायर यस्तो घुमेको छ है। मान्छे पनि बसेछ भित्र। बब्बाल छ ठाउँ, हेर्नुहोस् है। हेर्नुहोस् है गाइस, हेर्दै गर्नुहोस् है। अगाडि एउटा गाडी बल्ल देखियो है। अब त्यो गाडीलाई चाहिँ म पछ्याउँदै जान्छु। कहाँसम्म पुगिँदो रहेछ यो बाटो। घरहरू पनि बब्बाल छन् है। हेर्दाखेरि हाम्रो नेपालको तरिकाको जस्तै घर छन् है। यता फेरि ल्यान्चो घर रहेछ। एकदम दामी छ है। यहाँ पेट्रोल पम्प पनि रहेछ। तर मैले पेट्रोल चाहिँ भरिनँ है गाइस। पेट्रोल भरिन। अगाडि पुरा पुल पनि रहेछ। तर म चाहिँ अर्को बाटो लागेँ है। लेख बाबु, क्या लेख? क ख ग घ ल लेख। हेर्नुहोस् है गाइस, रुख पनि क्या बबाल छन् के। तल एकदम रुखको फेदमा चाहिँ अलिक धेरै छ। माथि टुप्पो चाहिँ एकदम मसिनो भएको रुख। सबै रुख त्यस्तो छन् है त। हेर्नुहोस् है। गाडी चाहिँ बब्बाल चलाउँछु कि मैले। फेरि एक्सिडेन्ट पनि गराउँदैन है। एकदम बब्बाल। रोडको गाडीको टाउको र रोड बराबर छ कि एकदम। हेर्नुहोस् न, एकदम बराबर छ कि रोड र गाडीको टाउको। वाउ, ठाउँ हेर्नु न गाई। अगाडि पुरा बाख्राहरू, भेडाहरू अनि गाई भए त्यस्तो चराउँदै गरेको भइदिएको एकदम बब्बाल देखिन्थ्यो होइन। फेरि तर त्यस्तो छैन कि गाइस। वाउ, यहाँपट्टि कच्ची बाटो रहेछ है। कच्ची बाटोमा जाँदैछु अब है। पिच रोड सकेर कच्ची बाटोमा हिँड्दैछु अब है त। ल यहाँ त बिचमा उ रहेछ है। बच्यो गाडी एकदम बच्यो। अगाडि फेरि ट्रकको टाउको जाँदै रहेछ है। यो चाहिँ ट्रकको टाउको हो है। हेर्नुहोस्, कारहरू पनि छन् है। कच्ची बाटोमा गइरहेको छु। अब यहाँबाट उता गयो भने अरू कच्ची बाटो। गाडी कस्तो मजाले हल्लिन्छ हेर्नु है। हेर्नुहोस् है, म चाहिँ बाटो हेरिरहेको छु। अगाडि सायद काम चालु छ होला सायद है। काम चालु छ कि जस्तो लागिरहेको छ। त्यही भएर रोड चाहिँ बन्द गरेको छ अगाडि। यो अगाडिको गाडी कताबाट जान्छ, म पनि त्यतैबाट जान्छु है त। ल तलतिरबाट रहेछ है त।
अब म पनि लाग्छु तल्लो बाटो है। यहाँ सायद काम चालु रहेछ अगाडि रोडको। यतापट्टिको बाटोहरू कस्तो छ फेरि हेर्नुहोस् गाइस, कस्तो मजाले बस लचक 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 हल्लिन्छ क्या। हेर्नुहोस् है, हेर्नुहोस् है, यता काम चालु रहेछ क्या रोडको चाहिँ है। हेर्नु न, एकदम लचक 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 हल्लिन्छ क्या। बबाल छ गाइस, बबाल छ है। यहाँ फेरि एकदम मरुभूमि जस्तो ठाउँ रहेछ है। एउटा रुख अलिअलि फाटोफुटो रुखहरू छन्। अगाडि कत्रो ठुल्ठुलो ढुङ्गा देखिएछ है। बबाल छ ठाउँ चाहिँ एकदम बबाल छ। बिचमा खोला रहेछ हेर्नु चाहिँ गाइस। अब म खोलामा हालेर त्यो पारी बाटोमा निस्काउँछु है त। अन्त निस्क्यो, हेर्नुहोस् है गाइस, गाडी यस्तो लचक लचक हालिदिन्छ क्या। वाउ, वाउ वाउ वाउ। अगाडि पुल पनि रहेछ है गाइस। एकदम सानो रहेछ पुल चाहिँ, तर एकदम पुल त रहेछ तर चिटिक्क परेको पुल रहेछ है। कस्तो ब्रेक लागेको ठाउँमा है। तल पानी पनि बगिरहेछ है। पुल चाहिँ खतरा रहेछ हो गाइस यहाँनिर है। यो पुलबाट अगाडि बढ्छु म। यतापट्टि जङ्गल पनि रहेछ है गाइस। त्यो जङ्गलमा सायद कोही गर्लफ्रेन्ड बोयफ्रेन्ड गएर केही गर्न लागेको छ कि जस्तो पनि लागेको छ। भन्न सकिँदैन है गाइस। वाउ, क्या खतरा बाटो के गाइस है। लोकेसन हालेर हिँड्दैछु है गाइस म चाहिँ। लोकेसन यता छेउमा छ लोकेसन चाहिँ। DR को माथि टपमा छ है लोकेसन। यहाँनिर चाहिँ बस पार्क आयो है गाइस। बस पार्क आयो। यहाँ चाहिँ हल्का बस पार्क भित्र जान्छु म। फेरि बस पार्क भित्र गएर रोडमा निस्किन्छु है त। बस पार्क आयो। यहाँ ट्रकहरू पनि लागेको रहेछ है। यहाँबाट सिधा गएर फेरि रोडमा निस्केर जान्छु है त म त अगाडि। हेर्नुहोस् गाइस, टी-सर्ट किन उल्टो लगाइदियो? टी-सर्ट आफै लगायो तिमीले? यो पछाडि हो, त हो गाडी। हजुर, भेरी गुड माया। हेर्नुहोस् है गाइस, एकदम बबाल बबाल ठाउँ छ है। तपाईँहरू चाहिँ हेर्दै गर्नु होला। एकदम रमाइलो ठाउँ छ। गाडी चाहिँ मस्त कुदाएर आएको छु मैले। अहिलेसम्म एक ठाउँ पनि एक्सिडेन्ट भएको छैन है। हेरौँ अगाडि के हुन्छ। अगाडि एउटा गाडी गइरहेको रहेछ, के हो बस हो कि के हो है, हिँडिरहेछ है। सायद बस नै हुनुपर्छ जहाँसम्म लाग्छ है। ल ल ल ल ल ल ल ल ल, सायद बस नै हुनुपर्छ है। अरे म त लोकेसनभन्दा अगाडि पुगेछु है गाइस। अब अलिकति ब्याक गरेर भित्र पार्कमा गाडी लगाउँछु, पार्किङमा है। पछाडिबाट कार आइरहेको रहेछ। ब्याक गरेर म पार्किङमा हाल्छु है त गाडी गाइस। एकदम ब्याक गरेरै हाल्नुपर्छ कि। यहाँ बस पार्क आएछ है। यहाँ मान्छेलाई चाहिँ उतार्छु मैले है। मान्छे बसिरहेको छन् कि भित्र, देख्नु भएको छ कि न तपाईँहरूले? निन्द्रा लाग्नु लाग्यो गाइस, निन्द्रा लाग्दैछ है। तपाईँहरू हेर्दै गर्नुहोस्। त्यहाँ बस्छ न तल। त्यहाँ
देख्नु भएको छ येलो टिक लगाइरहेको छु नि त्यसमा चाहिँ मैले पार्किङ गर्छु है त गाडी बसलाई त्यहाँ पार्किङ गर्छु है। अनि त्यसपछि म फेरि अर्को बस लिएर जान्छु, सायद नै यही बस होला सायद है, बस त यही नै लिएर जान्छु। तर अगाडि कस्तो छ खोइ मौसम कस्तो छ अगाडि थाहा हुन्छ है त। मौसम अनि रोड चाहिँ कस्तो छ त्यताको अगाडि पछि थाहा हुन्छ है त। पार्किङमा अलिकति मिस्टेक भयो कि गाडी बस मिलाउन सकिएन, अलिकति मिलाएर राख्छु है त। ल गाइस पार्किङ भयो है बस। अब फेरि मान्छेहरू बसाल्दैछु, मान्छेहरू बसिसके। अब फेरि यो बस लिएर यहाँबाट अर्को ठाउँमा छोड्नु जान्छु है त। लोकेसन पछाडिपट्टि देखाइरहेको छ, मेरो गाडी चाहिँ लोकेसनभन्दा उता फर्किएको छ है, तर लोकेसन चाहिँ पछाडि बसभन्दा पछाडि देखाइरहेको छ है त। म यताबाट घुमाउँछु है। उता एउटा के भन्छ यो घोडा जस्तो चित्र पनि छ है गाइस, के रहेछ यो, एकदम गोलो रोड रहेछ है। कोलपुरको चौरा जस्तो रहेछ है गाइस, हेर्दाखेरि कोलपुरको चौरा जस्तो देखिन्छ। यहाँनिर अरू पसलहरू होला सायद है। ल है त म यहाँ कसरी घुमाउँछु गाडी हेर्नुहोस् है। ए गाइस यहाँ पानी परिरहेको रहेछ, एकदम बर्खा लागेको छ क्या है, पानी परिरहेको रहेछ। हेर्नुहोस् त अगाडि काँचमा देखिरहेको छ पानी चाहिँ। ओ माई गॉड, सायद यही बाटो होला। बाटो चाहिँ रोड चाहिँ छैन गाइस, यार कता गएछ रोड छैन गाइस, खै यहाँ अगाडि भयो मात्रै है। हेरौँ है एकचोटि, अगाडि रोड छ भनेपछि जाने कुरो हुन्छ रहेछ गाइस रोड चाहिँ है। म त सर्लक्क जान्छ। अब माथि के हालेछ गाइस, माथि पनि बाटो छ क्या हो कि गाइस पोलमा ठोक्यो है, एक्सिडेन्ट भयो त। पहिलो राउन्डमा भएन, दोस्रो राउन्डमा चाहिँ एक्सिडेन्ट भयो त गाइस। अलिकति ब्याक गरेर अगाडि बढ्छु अब म। यहाँबाट अगाडि गएर फेरि एक्सिडेन्ट हुन्छ कि हुँदैन कतै विचार गर पनि के हुन्छ। यस्तो स्पिडमा के गाडी ठाउँमा ल्याउनै सकिन्न है गाइस, एकदम गाह्रो छ। हेर्नुहोस् है रोडमा ल्याउनै सकिन्न कि, स्पिड धेरै चलाइरहेको छु नि त मैले, सायद बिस्तारै चलाएको भए ल्याउन सकिन्थ्यो होला। एकदम बाटो पनि कच्ची बाटो छ कि, पहाडको बाटो छ एक त, त्यही पनि गाडी कुदाइरहेको छु है मैले। के आयो फेरि, हेर्नुहोस् है गाडी यस्तो उकालो भएर होला सायद, एकदम बिस्तारै तानिरहेको छ है गाडी। लोड गाडी धेरै भएर होला, अब चाहिँ तान्छ है। अब जब जोडले तान्छ होला सायद। अलि उकालो छ कि गाडी चाहिँ, उकालो भएपछि अलिकति ढिलो चल्छ नि त गाडी। तपाईँहरूलाई पनि थाहा होला पक्कै पनि, उकालोमा एक गियरमा चलाउनु पर्छ होइन। गाइस अब सायद अगाडि एउटा ब्रिज आउँछ होला, लोकेसनमा देखाइरहेको छ। ब्रिज कस्तो छ हेरौँ है त। ब्रिज मतलब पुल आउँछ होला एउटा है, पुल कस्तो छ हेरौँ है त। लोकेसनमा चाहिँ देखाइरहेको छ। ल गाइस पुल पनि आयो है। ल हेर्नुहोस् यहाँको पुल चाहिँ यस्तो रहेछ। अलिकति चाहिँ एक्सिडेन्ट भयो है त गाइस, हल्का चाहिँ ठोक्यो दिवालमा, के छैन। यहाँबाट अगाडि बढौँ, यहाँबाट अगाडि कस्तो छ है त ठाउँ गाइस। पुलमा मात्रै रहेछ गाइस पिच गरेको। अरे बाप्रे यता त लास्टै कच्ची बाटो रहेछ यार। धन्य मेरो गाडी पल्टेको गाइस। हेर्नुहोस् त म रोडभन्दा कति माथि पुगेको छु। तलतिर गयो भने त फेरि सिधै तल हो, पानी छ तल, पानीमा पुगिन्छ क्या गाइस। वाउ हेर्नुहोस् गाइस, ठाउँ हेर्नुहोस् न, ठाउँ तल हेर्नुहोस्, पानी छ क्या पुरा। यहाँबाट तल फुक्यो भने सिधै पानीमा हो क्या फेरि।
त्यही पनि बहुत स्पिड चलाउँछु मैले गाडी चाहिँ हेर्दै गर्नुहोस् है त जम 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 अगाडि जम हेर्नुहोस् गाडी लचक 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 हुँदैछ कच्ची बाटो भएर क्या गाडी चाहिँ लचक लचक हुने अगाडि टाउको हेर्नुहोस् है तल माथि भइरहेको छ है त गाडी पानी परिरहेको छ कि अगाडि काँचमा पानी आइरहेको छ नि त डिस्टर्ब भइरहेको छ यहाँनिर त अलिकति पनि पिच रहन्छ कि बहुत गाह्रो छ है यहाँनिर हेर्नुहोस् गाइस लचक लचक भइरहेको छ है त यो वाइफर चलाउनु कसरी रहेछ गाइस यार अगाडि पानी परेर काँचमा अलि समस्या भइरहेको छ क्या मलाई कुदाउनलाई अलिकति लचक 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 वाइफर चलाउन पाइदिएको भए पानी जान्थ्यो होला कि सायद गाइस है टर्निङ रहेछ यहाँनिर खत्रै टर्निङ रहेछ टर्निङ पनि बिस्तारै गर्दै अगाडि जान्छु म है ल हेर्नुहोस् है गाइस हेर्नुहोस् है सायद यो पहाडमा चढ्दैछु होला हौ म त ठाउँ हेर्नुहोस् है गाइस कस्तो अहिले चाहिँ 2 गियरमा चलाइरहेको छु गाडी मैले है 2 गियरमा चलिरहेको छ गाइस गाडी अलिकति उकालो बाटो छ कि गाइस त्यही भएर पनि होला सायद उकालोमा गियर कम गर्नुपर्छ होइन तपाईँलाई पनि थाहा छ होइन यो हेर्नुहोस् न अगाडि काँचमा पानी परेर बारिस आइरहेको क्या त्यही भएर चलाउन अलिकति समस्या भइरहेको छ गाइज अगाडि माथि ढुङ्गा पनि छन् गाइज हेर्नुहोस् त यति ठुल्ठुलो ढुङ्गा अरे बाप बल्ल वाइफर चलायो गाइज अब हेर्नुहोस् अब यस्तो कुदाउँछु मैले तपाईँ हेर्दै जानुहोस् है त हेर्नुहोस् गाइज अब चाहिँ पिच रोड आउँछ है त अब यहाँबाट सिधा तलतिर होइन मैले माथितिर जानुपर्ने छ है त गाइज अब यता घुमाउँछु म हेर्नुहोस् है सर अरे एक्सिडेन्ट भयो बच्यो गाइज बच्यो है बच्यो एकदम बच्यो ल यतिकैमा म एउटा गीत गाएर मिठो गीत गाएर सुनाइदिन्छु है त गाइज चौतारीलाई सरर पिपलु छाया भो मलाई सधैँ अधुरो माया भो चौतारीलाई सरर पिपलु छाया भो मलाई सधैँ अधुरो माया भो गाइज अघि त्यहाँनिर धन्नै एक्सिडेन्ट भएको थियो तर पनि बचेर अगाडि बढिसकेको छु म है तपाईँ मैले एउटा गीत गाएको छु कस्तो लाग्यो तपाईँलाई गीत भन्नुहोस् है त ल है त हेर्ने धन्नै एक्सिडेन्ट भएको बच्यो बाल जसले जेसुकै भनोस् मलाई बाल मतलब भने जस्तै हो क्या गाइज है यसको गन्तव्य लोकेसन कति टाढा हो गाइज अहिलेसम्म पनि आएन यहाँ लोकेसन एकदमै टाढा रहेछ गाइज लोकेसन अरे गाइज बाटो अलिक सानो छ कि गाइज त्यही भएर यहाँ अलिक ठोकिने सम्भावना हुन्छ गाइज हेर्नुहोस् है माथितिर कहाँ गइरहेको छु क्या म रोड छोडेर यार के अचम्म हो क्या यो दुरी दुरी दाम दाम दुरी दुरी दाम दुरी दुरी दाम दाम दुरी दुरी दाम